कसैको बाहिरी हाँसो देखेर हामीले कहिले निर्णय गर्नु हुँदैन, किनकि चर्चमा हाँस्ने धेरैजना रातमा रोइरहेका हुन्छन्। मिना प्रत्येक शनिबार चर्च आउँथिन्, सबैका अगाडि हाँस्ने, राम्रो कपडा लाउने, सेवा पनि गर्ने। तर कोही जान्दैनथे उनी घरमा एक्लै सङ्घर्ष गर्दै थिइन्। आमाले छोडेर गएको धेरै वर्ष भइसकेको थियो, तर घाउ अझै निको भएको थिएन। एक शनिबार कसैले भन्यो, मिना त कति खुसी देखिन्छन्, उनको जीवनमा त केही समस्या छैन होला। त्यो सुनेर मिना हल्का मुस्कुराइन्, तर मुटुभित्र भने चिरेको आवाज आयो, किन कोही बुझ्दैनन्, मेरो मुस्कान पनि प्रार्थना नै हो। सेवाको अन्त्यमा पास्टरले अचानक भन्नुभयो, आज म सङ्घर्ष गरिरहेकाहरूलाई भन्न चाहन्छु, परमेश्वरले तपाईँको लुकेको आँसुलाई पनि देख्नु भएको छ। मिना अचम्म परिन्, जस्तो त्यो वाक्य सोझै उनलाई भनिएको जस्तो। उनले आँखा बन्द गरिन्। धेरै महिनापछि पहिलो पटक एउटा वास्तविक शान्ति महसुस गरिन्। त्यो क्षण उनले बुझिन्, मानिसले नदेखे पनि परमेश्वरले कहिले मेरो पीडा भुल्नु हुँदैन। चर्चमा सबैजना खुसी देखिन सक्छन्, तर हरेक अनुहारभित्र हार, पीडा र प्रार्थना लुकेको हुन्छ। परमेश्वरलाई तपाईँको मुस्कान, आँसु दुवै थाहा छ।